न्युजिल्यान्ड जानको लागि चाहिँ डकुमेन्ट्सहरू के चाहिन्छ भनेर मलाई धेरैजनाले सोध्नु भएको छ। सो आजको यो भिडियोमा चाहिँ हामी न्युजिल्यान्ड एप्लाई गर्नको लागि चाहिँ डकुमेन्टहरू के चाहिन्छ र कसरी हामी चाहिँ न्युजिल्यान्ड जान सकिन्छ र एप्लाई गर्न चाहिँ हामीले आफैले मिल्छ कि मिल्दैन लगायतको विषयमा रहेर आजको भिडियोमा जानकारी दिनेछु। सो भिडियो सुरु गर्नुभन्दा पहिला यदि तपाईँहरू हाम्रो एसएमएन टिकरी युट्युब च्यानलमा पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ र मलाई हेरिरहनु छ भने कृपया च्यानललाई सब्सक्राइब र हाम्रो फेसबुक पेजलाई फलो गर्न नबिर्सिनुहोला। सो आजको यो भिडियोमा चाहिँ हामीले हाउ टु एप्लाई न्युजिल्यान्डमा अब कसरी जाने, मतलब अब कुन भिजामा जाने भन्ने कुरा हुन्छ। विशेष गरी आजको हाम्रो यो भिडियोमा चाहिँ हामीले भिजिट भिसामा कसरी जाने र भिजिट भिसामा गइसकेपछि न्युजिल्यान्डमा चाहिँ एज अ इम्प्लोइमेन्ट भिजा अथवा वर्क भिजामा चाहिँ हामीले कन्भर्ट गर्न सकिन्छ सकिँदैन भन्ने विषयमा रहेर चाहिँ आजको भिडियोमा जानकारी दिनेछु। सो स्टे ट्युन। सो जाउँ अब आजको टपिकतर्फ। बेसिकली न्युजिल्यान्ड हामी आज चाहिँ मैले बनाउन लागेको भिडियो चाहिँ हामी युरोपमा छौँ र युरोपदेखि चाहिँ न्युजिल्यान्ड जानलाई लागि चाहिँ के डकुमेन्टहरू रिक्वायर्ड हुन्छ र कसरी एप्लाई गर्ने भन्ने विषयमा जानकारी दिनेछु। यदि तपाईँले चाहनुभयो भने चाहिँ नेपालबाट पनि कसरी एप्लाई गर्न सकिन्छ भन्ने भिडियो चाहिँ मैले नेक्स्ट भिडियोमा लिएर आउनेछु। आजको भिडियो चाहिँ विशेष गरी हामी युरोपबाट चाहिँ न्युजिल्यान्ड कसरी सिफ्ट हुन सकिन्छ भन्ने विषयमा रहेर जानकारी लिउँ। यदि तपाईँ नेपालबाट युरोप आइसक्नु भएको छ र युरोपमा बसिरहनु भएको छ, युरोपमा चाहिँ लिगल स्ट्याटसमा हुनुहुन्छ, अब तपाईँको सबै कुराहरू छ जस्तै टिआरसी छ, पिआर छ अथवा जे छ, तपाईँ यहाँ चाहिँ लिगल्ली तपाईँले चाहिँ युरोपमा बसिरहनु भएको छ र तपाईँ न्युजिल्यान्ड सिफ्ट हुन चाहनुहुन्छ भने तपाईँलाई आवश्यक पर्ने डकुमेन्टहरू के हुन सक्छन् है त। म वान बाई वान म तपाईँलाई डकुमेन्टहरू के रिक्वायर्ड हुन्छ भन्ने कुरा जानकारी दिनेछु। अनि त्यस पछाडि चाहिँ अन्य विषयमा त्यस पछाडि हामी त्यहाँ पुगिसकेपछि चाहिँ हामी यो भिजालाई चाहिँ वर्क भिजामा कन्भर्ट गर्न सकिन्छ सकिँदैन भन्ने विषयमा रहेर पनि जानकारी लिनेछौँ। सबभन्दा पहिला चाहिँ डकुमेन्टहरू के रिक्वायर्ड हुन्छ भन्ने कुरो मैले यो पार्टमा राखिदिनेछु। तपाईँले यहाँनिर पनि लिस्टहरू देख्न सक्नुहुन्छ, केही बेरमा राखिदिन्छु। सबभन्दा पहिले चाहिँ हामीसँग हुनुपर्ने भनेको भ्यालिड पासपोर्ट हुनु पऱ्यो, जसको डेट चाहिँ एटलिस्ट एक्सपायर हुनुभन्दा चाहिँ तपाईँको 6 महिना चाहिँ एटलिस्ट त्यसमा चाहिँ डेट रहेको हुनुपर्ने हुन्छ। पासपोर्ट तपाईँलाई अभियसली चाहिने नै भइहाल्यो। अब तपाईँ युरोपमा हुनुहुन्छ भने तपाईँसँग भ्यालिड टिआरसी कार्ड अथवा तपाईँसँग पिआर, तपाईँ रेजिडेन्सी कार्ड, रेजिडेन्ट पर्मिट जे छ तपाईँको चाहिँ त्यो भ्यालिड रहेको हुनु पऱ्यो। त्यसको मतलब तपाईँ लिगल स्ट्याटसमा युरोप बसेको हुनुपर्ने हुन्छ। अनि त्यसपछि आएर थर्ड नम्बरमा रहेको छ ब्याङ्क स्टेटमेन्ट तपाईँलाई चाहिन्छ, जुन तपाईँको यहाँको ब्याङ्क एकाउन्टमा तपाईँको एकाउन्ट भएर तपाईँको ब्याङ्क स्टेटमेन्ट हुनुपर्छ, जसमा चाहिँ मिनिमम एमाउन्ट चाहिँ 2500 युरो चाहिँ तपाईँको त्यो स्टेटमेन्टमा चाहिँ देखिनु पर्यो, जुन ब्यालेन्सको रूपमा है। फेरि जस्ट ट्रान्जेक्सनले हुँदैन, जस्ट तपाईँको ब्यालेन्सको रूपमा चाहिँ 2500 युरो चाहिँ तपाईँको त्यसमा रहनुपर्छ। त्यसपछि आएर तपाईँको वर्क कन्ट्र्याक्ट, किनभने हामी यहाँबाट भिजिट भिजाको लागि भनेर जाँदैछौँ भने तपाईँले कुनै पनि कम्पनीमा काम गर्दै हुनुहुन्छ, यहाँ पक्कै पनि काम गर्दै हुनुहुन्छ, किनभने तपाईँसँग लिगल स्ट्याटस छ, तपाईँसँग टिआरसी छ, पिआर अथवा केही छ भने चाहिँ तपाईँसँग कुनै पनि कम्पनीको कन्ट्र्याक्ट पक्कै पनि छ, त्यो तपाईँको वर्क कन्ट्र्याक्ट पेपर चाहिँ तपाईँसँग हुनु पऱ्यो। अनि त्यस पछाडि वर्क कन्ट्र्याक्ट भइसकेपछि तपाईँ काम गरिरहनु भएको छ, तपाईँ त घुम्न जाने भनेर भिजा लगाउने हो। अनि त्यसमा चाहिँ एटलिस्ट 3 मन्थको चाहिँ पे स्लिप, जुन तपाईँको स्यालेरी स्लिप भनिन्छ अथवा पे स्लिप तपाईँसँग लास्ट 3 मन्थ्सको, जुन तपाईँले मन्थबाट तपाईँले एप्लाई गर्नुहुन्छ त्योभन्दा लास्ट 3 मन्थको चाहिँ तपाईँसँग चाहिँ पे स्लिप हुनु पऱ्यो, जुन स्यालेरी स्लिप। अनि डिक्लेरेसन फ्रम वर्क, तपाईँको वर्कबाट चाहिँ डिक्लेयर गरेको हुनु पऱ्यो कि यो मेरो इम्प्लोइ हो, अथवा एउटा पेपर जुन कम्पनी तपाईँले काम गरिरहनु भएको छ त्यो कम्पनीमा चाहिँ यो यति दिनको लागि जाँदैछ भन्ने टाइपको एउटा चाहिँ डिक्लेरेसन पेपर चाहिँ तपाईँको कम्पनीको थ्रु चाहिँ तपाईँसँग हुनुपर्ने हुन्छ। अनि त्यसपछि आएर तपाईँको एड्रेस प्रुफ, तपाईँ कहाँ बसिरहनु भएको छ त्यहाँको एड्रेस प्रुफ तपाईँसँग पक्कै पनि, तपाईँ एजेन्सी होला तपाईँ कम्पनीमा होला, तपाईँसँग एड्रेस प्रुफ पक्कै पनि हुन्छ। त्यो एड्रेस प्रुफको एउटा कपी तपाईँलाई चाहिन्छ। अनि त्यसपछि आइआरएस भनेको छ। आइआरएस भनेको चाहिँ के हो भने इन्टरनेसनल रेभेन्यू सर्भिस भन्छ यसलाई, आइआरएस चाहिँ सर्ट फर्म हो। आइआरएस भनेको इन्टरनेसनल रेभेन्यू सर्भिस विच इज ट्याक्स कलेक्सन एजेन्सी अफ द इन्टरनेसनल रेभेन्यू भनेर भनिन्छ है। तपाईँको ट्याक्स कलेक्सन भएको इन्टरनेसनली ट्याक्स कलेक्ट हुने चाहिँ जो इन्टरनेसनल रेभेन्यू सर्भिस हो त्योको चाहिँ तपाईँसँग पेपर हुनु पर्यो। त्यो भनेको लिगल स्ट्याटसमा तपाईँको ब्याङ्कमा स्यालेरी आउँछ भने त्यो सबै कुराहरू तपाईँसँग त्यो ठुलो कुरो भएर त्यो तपाईँसँग पाउन सक्नुहुन्छ।
अनि त्यसपछि लास्टमा रहेको भनेको ट्याक्स स्टेटमेन्ट हुनु पर्यो, जुन फ्रम सोसियल है, सोसियल ट्याक्स स्टेटमेन्ट चाहिँ तपाईँसँग हुनुपर्छ, जसको भनेको चाहिँ तपाईँसँग यदि कुनै तपाईँको कम्पनीले इन्सुरेन्स प्रोभाइड गरेको छ, मेडिकल इन्सुरेन्स अथवा कुनै गरेको छ, अथवा तपाईँले कुनै पनि सोसियल सर्भिस भनौँ न बेनिफिट्सहरू लिइरहनु भएको छ भने त्यसको स्टेटमेन्ट चाहिँ तपाईँलाई हुनुपर्छ, जुन तपाईँको इमेलमा पनि आएको हुन्छ। त्यसको जुन तपाईँले मन्थली रूपमा लिइरहनु भएको छ त्यसको भने चाहिँ डिटेलहरू तपाईँलाई इमेलमा चाहिँ त्यो तपाईँले रिसिभ गरिरहनु भएको हुन्छ। तपाईँले जो साथीहरूले लिनुभएको छ त्यो साथीलाई पक्कै पनि त्यसको बारेमा थाहा नै छ। अब यो कस्तो डकुमेन्ट हुन्छ तपाईँले लिनुभएको छैन भने चाहिँ पक्कै पनि कमेन्ट गर्नु होला। मेबी मैले नेक्स्ट पार्टहरूमा चाहिँ तपाईँको कमेन्ट हेरेर यदि धेरैजनाको रिक्वेस्ट आयो भने चाहिँ यो पनि कस्तो हुन्छ भनेर चाहिँ मैले बनाउनेछु। अब रह्यो कुरा यति डकुमेन्ट हो, डकुमेन्ट खासै धेरै कुराहरू छैन, यहाँबाट सजिलैसँग भिजा पनि लाग्न सक्छ। र अर्को कुरा चाहिँ एप्लाई कसरी गर्ने भन्ने विषयमा चाहिँ तपाईँले आफैले नै अनलाइन तपाईँ आफ्नै घरमा रुममा बसेर मजाले मोबाइल ल्यापटप कम्प्युटर जुनसुकैबाट पनि तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। र यसको एप्लाई कसरी गर्ने, कुन वेबसाइटबाट गर्ने, कुन पोर्टलमा गएर गर्ने भन्ने विषयमा पनि मैले नेक्स्ट पार्टहरूमा पक्कै पनि बनाउने छु। अनि तपाईँले अनलाइन एप्लाई गरिसकेपछि तपाईँले भिजा पाउने पनि अनलाइन भिजा पाउने, पासपोर्टमा स्ट्याम्प गरेर भिजा आउने चाहिँ होइन यसको चाहिँ। अनि तपाईँको जब तपाईँले भिजा पाउनुहुन्छ एटलिस्ट 3 मन्थदेखि 6 मन्थ 9 मन्थ राउन्डको हुन्छ है भिजा चाहिँ, 3, 6, 9 मन्थसम्मको तपाईँले पाउन सक्नुहुन्छ। त्यस पछाडि गएर तपाईँ त्यहाँ पुगिसकेपछि अब तपाईँ घुम्न जाने पक्कै पनि होइन, त्यहाँ काम गर्न जाने प्लानमा तपाईँले एप्लाई गरिरहनु भएको छ भने चाहिँ अब त्यहाँ गइसकेपछि हामीले एज अ भिजिट भिजामा गएको मान्छेले चाहिँ त्यो भिजालाई चाहिँ कन्भर्ट गरेर हामीले वर्क भिजामा चाहिँ ल्याउन सकिँदैन भन्ने विषय पनि रहन्छ। डेफिनेटली सकिन्छ यदि तपाईँसँग न्युजिल्यान्डको एग्रिगेटेड इम्प्लोयरबाट चाहिँ तपाईँले वर्क पर्मिट पाउनुभयो भने, वर्क कन्ट्र्याक्ट अथवा पर्मिट पाउनुभयो भने चाहिँ तपाईँले त्यसलाई भिजिट टु वर्कमा कन्भर्ट गर्न पनि सक्नुहुन्छ। अब एग्रिगेटेड इम्प्लोयर चाहिँ कसरी पाउन सकिन्छ भन्ने कुराहरू हुन्छ। यदि नम्बर 1 भनेको चाहिँ तपाईँको कोही न्युजिल्यान्डमा छ भने चाहिँ उसको थ्रु तपाईँलाई हेल्प गर्न सक्छ भने चाहिँ त्यहाँबाट पनि तपाईँलाई सजिलो हुनसक्छ। नम्बर 2मा भनेको मैले थुप्रै भिडियोहरू पनि बनाएको छु, हाउ टु एप्लाई एग्रिगेटेड इम्प्लोयर, यस्तो टाइपको भिडियोहरू मैले पनि बनाएको छु, त्यो हेर्नु होला। होइन भने मैले तपाईँलाई सायद केही दिनमा त्यसको एग्रिगेटेड इम्प्लोयर चाहिँ हामीले कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा, अथवा हामीले यहीँ बसेर पनि त्यो इम्प्लोयर चाहिँ कसरी खोज्न सकिन्छ भन्ने विषयमा मैले तपाईँलाई भिडियो लिएर आउँला। त्यो पनि ठुलो कुरो भएन, त्यो म तपाईँलाई केही दिनमा नै त्यो भिडियो दिनेछु। त्यहाँबाट चाहिँ तपाईँले वर्क कन्ट्र्याक्ट पाउनुभयो भने तपाईँले आफ्नो भिजाको स्ट्याटस चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। यो कुराहरू यदि तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ, यस्तै भिडियोको खोजीमा हुनुहुन्छ भने, र यदि तपाईँ युरोपमा हुनुहुन्छ भने यो डकुमेन्टहरूलाई चाहिँ तयार गर्नुहोला। यो डकुमेन्ट भइसकेपछि तपाईँले अनलाइन एप्लाई गर्न सकिन्छ। अनलाइन कसरी एप्लाई गर्ने तपाईँलाई आइडिया छ भने पक्कै पनि गुगल गर्न सक्नुहुन्छ, आइडिया छैन भने कमेन्ट बक्स छँदैछ, कमेन्ट गर्नु होला, म तपाईँहरूको लागि त्यो भिडियो पनि लिएर आउनेछु। सो थ्याङ्क यू सो मच फर वाचिङ, स्टे ट्युन, युनिटी गुरु, बाई बाई।